रिल बनाएर आएको पछाडि बाजे आउँदै हुनुहुन्छ यसो फोटो खिच्दै र फाइनली घर पनि आइपुगे होइन। अनि अब काममा जानुपर्छ भात त खानु पर्यो नि त होइन। अनि झ्याम मैले लोकल स्टाइलमा खाइदिएँ भात। त्यसपछि म काममा लागेँ होइन सर्लक्कसँगले। त्यसपछि पसल पनि पुगेर लास्टै गर्मी भयो र दिनभरि काम गर्यो। त्यसपछि बेलुका बस्दा बस्दा 2 पनि बजेछ होइन। अब खाजा खानुपर्छ भोक लाग्यो भनेर म खाजा खानु गएँ र थोपा पनि आयो यसलाई साटसुट खाएँ। फेरि पसल गएँ होइन। त्यसपछि अब ठ्याक्क बाहिर हेर्छु त औडा पानी परिरहेको छ क्या देख्न सक्नुहुन्छ। अब घर कसरी जान्ने भन्ने भयो कि। अब पानी पर्दैछ यसो यो ब्लुटुथ पनि हेरिदिउँ न त भनेर चट्ट लगाएर खोलेँ। त्यसपछि यसलाई निकालेँ। लुक्स चाहिँ मलाई बबाल लाग्यो होइन। अनि यसलाई मैले टक्क लगाएर कानमा लाएँ होइन। झिलझिल झिलझिल बबाल देखिँदो रहेछ क्या र बज्नु नि खत्रै बजिरहेको थियो। मलाई चाहिँ मन पर्यो होइन। अनि पनि पर्दै थियो अब घर निस्किनु पर्छ है भनेर म चाहिँ निस्केर फाइनली पानी पनि रह्यो र लागेँ म चाहिँ घरतिर देख्न सक्नुहुन्छ। त्यसपछि म बाटोमा जाँदै थिएँ। यहाँ ट्र्याक्टर त झन्डै किस्पा हान्न आँटेको रहेछ। मलाई त यो देखेर लास्टै लाज लाग्यो। सो बाई।